सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीलाई नमस्कार। म नुवाकोट जिल्ला भितुर नगरपालिका 6 बाट चाहिँ मेरो यहाँ चाहिँ 400 बोट कागती लगाएको थियो। यो कागतीमा चाहिँ मैले केराको पातले मन्चिङ गरेको थियो अनि सालको पात र केराको पात मिसाएर चाहिँ यो सबै छोपेको थियो। त्यो छोपेको भित्र चाहिँ मैले चाहिँ अलिअलि अदुवा चाहिँ सानो सानो टुक्रो अदुवा हालिदिएको थियो। तर अदुवा चाहिँ अहिले यस्तो मजाले आयो कि तपाईको कागतीको बोट यो हो। तपाईको हरेक बोटमा 400 बोटमा मैले सानो सानो अदुवाहरू राखिदिएको थियो त्यो छोपेको केराको पातभित्र। अहिले चाहिँ यस्तो भएर आएछ, सबै बोटमा त्यतिकै अदुवा आइरहेछ। तपाईहरु पनि अब अदुवा कागती छ भने त्यो कागतीलाई छोपेर चाहिँ त्यो छोपेको झासमा चाहिँ यसरी अदुवा राखिदिनु भयो भने कागतीलाई पनि खासै नोक्सान नहुँदो रहेछ। मेरो सबै बोटमा चाहिँ तपाईको कागती सँगसँगै चाहिँ अदुवा यसरी आइरहेछ। ल हेर्नुस्, सबै बोटमा कागती पनि छ, अदुवा पनि छ। त्यसैकारणले अनि मेरो चाहिँ केराले गर्दा यो सबै पात छोप्नलाई चाहिँ अरु केही खोज्नु परेन। केराको पातले चाहिँ सर्लक्क छोपिदिने यो। अब पुसदेखि चाहिँ हामीले यो छोप्ने काम गर्छ। अब अदुवा चाहिँ वैशाखतिर हालेको हो। अहिले यस्तो भइसक्यो। धन्यवाद साथी।